देख्नुहुन्छ गाइस तपाईले नि आयो आइसक्यो देख्नुहुन्छ यस्तो ठाउँमा नि कस्तो अनि बत्तली नआउने हामीलाई गाह्रो छ यार 7 बज्न आँटिसक्यो रे यति भिडियोले लाइक नगरे त भाइ मेरो कमेन्ट पनि आउँदैन फाइनली खतम भइसक्यो हाम्रो काम हैन अन्त अहिले हाम्रो त्यो जर्किन आकै छैन यार अन्त यहाँ छौ सजिता छौ अन्धारो भइसक्यो यार केटो के गर्नु गाह्रो छ हौ साथीहरु भनिस् त फाइनली काम सक्यो गाइस त मेरो भिडियोलाई लाइक गरेर कमेन्ट गरिदिनुहोस् है र भन्छ साउन बसिनुहोस् अन्त हामीले पर जाउँ हैन यतै घुमेर जाउँ थोरै के हुन्छ अन्त त्यो तपाईलाई म देखाउन चाहन्छु हाम्रो पहिलाको मम्मी बस्ने हाम्रो दिदीहरु बस्ने कारखाना त्यसको लागि आइसक्यो गाइस कारखाना पुगिसक्यो यस्तै भिडियो गर्दै म पनि बिस्तारै बिस्तारै पस्ने हो भन्दै राम्रो भिडियो बनाएर तपाईलाई भन्छु हैन अन्त देख्नुहुन्छ अब कारखाना पुग्दैछ कारखाना पुग्दा अब 2 घण्टा मात्रै 1 घण्टा मात्रै हुन्छ होला अन्त देख्नुहुन्छ सेन्सर बाहिर मैले एउटा गानाको लागि सपोर्ट गरिरहेको छु क्या त्यो भिडियोलाई सपोर्ट गर्नु कसैले सक्छ होला नि सपोर्ट गरिदिनुहोस् है सम्पूर्ण गाइस म एउटा कुरा भन्न चाहन्छु न तपाईलाई मेरो यो अहिले भिडियो देख्दैछ नि तपाईहरुले यो भिडियो मैले किन बनाएको भनेपछि नि एक्जामको लागि मैले बनाएको हैन मेरो पैसा आउनको लागि हो डलर आउनको लागि त्यही कारणले मैले बनाएको है सबजनाले लाइक फलो कमेन्ट ठोक्ने सबैजनाले अन्त म दाइलाई भन्छु त्यो एड गरेर पठाउँछु भन्छु अन्त भरे पठाउँछ ल अन्त सम्पूर्ण थ्यांक यू माई लाइफ भिडियो ओके थ्यांक यू देख्नुहुन्छ गाइस म अब कारखाना जान्दैछु हैन त्यसको लागि म तपाईलाई देखाउन चाहन्छु पुरा हाम्रो कारखानाको के छ हालत अन्त मैले अहिले पनि भन्दैछु तपाईलाई सम्पर्क गरेर मेरो यो भिडियोलाई लाइक गरेर कमेन्ट गरिदिनुहोस् है देख्न सक्नुहुन्छ तपाईले हाम्रो भगवानको मुटु म चाहिँ यस्तै आएको अनि त दर्शन गर्नु हेलो गाइस गुड मर्निङ म चाहिँ जान आँटेको काममा अन्त म 8 बजी जान्थ्यो मम्मीले रोक्नुभयो मलाई 8 बजी अन्त म 8:20 मा आएको हैन अन्त म कारखाना पुग्छु होला अहिले यस्तै अनि बिस्तारै बिस्तारै जाउँ ल अन्त देख्नुहुन्छ तपाईहरु पनि मेरो घरको अनि एकैछिन पनि म सबैजना भाइ बहिनीलाई भन्न चाहन्छु मेरो युट्युब च्यानल सब्स्क्राइब गरेर अगाडि बढाइदिनुहोस् है